हेलो हाई नमस्ते सबैजनालाई। मलाई चाहिँ धेरै दिन पहिलेदेखि हरियो मकै खान मन लागेको थियो। सो म चाहिँ कामदेखि डाइरेक्ट मार्केट गएर मकै लिएर घर आइपुगेँ अनि आउन साथ मैले बोइल गरेँ। अनि यसलाई बोइल गरेर म चाहिँ यसलाई अब खाने तयारीमा छु, किनकि मलाई एकदम भोक पनि लागिसकेको छ। अब कामको व्यस्तताको कारण मैले नास्ता खाने टाइम पनि पाएको थिएन। अनि मलाई चाहिँ यो बोइल गरेको मकै भन्दा पनि त्यो आगोमा पोलेको मकै हुन्छ नि, त्यो चाहिँ मलाई एकदम मन पर्थ्यो। बच्चैदेखि एकदम मन पर्ने, एकदम खान मन लाग्छ। अब यहाँ त त्यो सम्भव अलि भएन, त्यही भएर मैले बोइल गरेर नै खाएँ। तर मलाई एकदम मकै चाहिँ एकदम मिठो थियो, जुन हामीले गाउँघरमा अब त्यो बारीमा हामीले फलाएको मकै जस्तै थियो, एकदम स्विट थियो। अनि मलाई भोक पनि लागेको, अनि म एकदम खुसी हुँदै एउटा मकै मैले खाइसक्यो। मतलब एउटा सिङको मकै चाहिँ मैले हाफ बनाएर चाहिँ मैले बोइल गरेको थिएँ। सो हाफ मैले खाइसकेँ, अब अर्को खाँदैछु। मकै एकदम मिठो थियो, एकदम मजा आएको थियो खान। मकै चाहिँ धेरै मिठो थियो, एकदम मजा आएको थियो। एकदम घरमै अब आफ्नो हुन्छ नि त अर्ग्यानिक मकै, गाउँमै घरमै उमारेको मकै जस्तो, घरमै फलाएको मकै जस्तो त्यस्तै टेस्ट आइरहेको थियो खानामा। सो एकदम खुसी हुँदै मैले चाहिँ त्यो मकै फिनिस गरेँ। तर साह्रै मजा आएको थियो, खाना चाहिँ एकदम मिठो थियो।